हुँदैन है, हुँदैन। सबै नेता भएर त हुँदै हुँदैन। हरेक घरको एकजना नेता रे। अझ एउटै घरभित्र पनि पो 3-4 जना फरक फरक पार्टीको नेता रे। आफ्नै घरभित्र त नेता मान्दैनन् भने त्यो कसरी नेता बन्न सक्छ? त्यो त हुँदैन नि। बरु त्यो भन्दा आफूलाई मनपर्ने विषय छ भने त्यो पढिबस्यो भने, आफूलाई मनपर्ने खेल छ भने त्यो खेलिबस्यो भने, आफूलाई गर्न मन लागेको बिजनेस छ भने कन्टिन्यू बिजनेस मात्रै गर्यो भने त्यसले पो जित्छ होला। कसैले त काम पनि गर्नुपर्छ होला, पाखुरा चलाउनु पर्छ होला। यो सबै नेतै नेता भएर त नेता नेतामा झन् झगडा कुटाकुट भएर त्यो नेपालै भ्रष्ट हुन्छ होला। त्यसैले नेतै नेता बनेर मात्रै हुँदैन है, काम पनि गर्नुपर्छ है। कि कसो साथीहरू, होइन भने म पनि नेता बन्न अयोग्यको मान्छे त होइन कि म पनि कोटसोट पनि लगाएको छु। नेता बन्नको लागि नेपालतिर नै फर्कौँ त, चुनाव पनि आउन लाग्यो। के गरौँ त साथीहरू?